तिमी बस न अब टिका लाउन त अहिले तपाईलाई भाइ सबै लाउनु पर्यो हैन यसले कस्तो राम्रो कस्तो राम्रो एकछिन हातले भन्दा यसले हाले एक दिन त किन हात दिनु पर्यो बिस्तारै तपाईँ मोबाइल खोइ त किन फोटो खिचेर हाल्न पर्दैन मेरोबाट त अर्को नि बनाउनु भयो नि दुईटा बनाउनु पर्यो अब दिलले थप्दैन हुन्छ नि दिल थपिसक्यो लाइछ मैले लाइछ ए कान्छी बाँकी हामी एकै थरी एकैजना लाग्यो बिचमा रातो लाग्यो पहेँलो लाग्यो सात थरी भइसक्यो ल हो त्यहाँ टल्कन त्यो लाइसक्यो तल सबैभन्दा तल टल्कन लगाइदिनु त्यो हरियो रङ ठुलो बनाइदिनु भयो 8 थरी देख्यो 1 2 3 4 हैन त्यो टल्कनलाई मान्दैन नि त दुई फेर दिदिम सुलभ गर्ने गला न आज कोन दिन पर नहाको पुग्दै थियो कस्तो भयो रुमाल खोइ त ए बाबु त्यो रुमालको रुमालले पुग्दैन रुमाल त्यो कपडा बनाइदिनु म यता समाउँछु मेरो प्रियसीले लगाइदिए पिरेसीले आधा यत्रो आउँदा छिटो प्रियसी आउँदै पहिला आफै लगाइदिसन भयो साइल बाबु हेरे हेरे हुनुहुन्छ त पाला अझ कान्छो हुनुपर्छ झन् पालै आउँदैन टक्क लागेर है कान्छो हुने त झन् पालै आउँदैन दिदी हजुर पनि लाउनु कुनै लगाइदिनु कलर सबै कलर लगाइसके है बुढोको अनुहारै देखिँदैन हाइट बढाउनु न हाइट डल्ला छ यतिको लाइसेन्स फेरि फिटाउलाई फोटो सबै लाइसकेछन् 3 4 5 6 कुन भएन लगा त एउटा छ त्यही थपिदिनु 7 थरी भइसक्यो भाइ पहिलो थप्दै त कुन चाहिँ मधुर भाषा त्यही थप्दियो जुन मधुर भाषा त्यही राख्दै तलको नेल पनि अलि उयो त्यो हैन छैन कहाँ छ त यो अर्को हरियो हुन्छ अब तलकने हाल्दिन्छ कान्छी फिट्छ तलकनलाई कान्छी मिलाएर सक्छ अलि बेसी गाड्नु न देखिनु पर्दैन के सब रुमालै कति म त पहिले टिका लाउन थालेको पनि पहिला त्यो टोटो क्या अब त्यहाँ पुग्नु म उता जाउँ न पछाडिको पछाडि मिठोले
रुमाल खाइ नि लाइट के गर्नु न चिजा लागेपछि त अलि चरक भर गर्ने किन कति बेला भागा आउँछ हो त्यही त मैले भनिरहेको कान्छो कि त बिदारमा पिर्लिक हेरिरहनु भएको थियो कति बेला पाला आउँछ कान्छो र कान्छीको त पालै आउँदैन अनि यति धेरै टोलीमा ठिकै हुन्छ सुन्दरीको बानी नै भोलिपल्ट त्यो बच्चा आमा दिने बानी थियो भोटी भाँचेको चाहिँ रातो त दाइहरुले हाम्रो लाइदिएर टीका लाइदिने हैन र हो टीका लाउने नि त दाइहरुलाई टीका एकदम लगाइदिएपछि भइहाल्छ सबै लाउनु पर्दैन के पर्दैन भने एउटा लगाइदिनु त्यो चाहिँ सप्तरङ्गी चाहिँ लगाइदिनु लगाइसके थियो भइ तिनीहरुलाई लगाइदिनु पर्यो नि अब माला के भयो माला लगाइदिने के भयो माला दिदी माला निकाल्नु मैले त भिडियो मात्रै बनाइरहेको माला छु पूजा गरेर लाउने टीका बनाइ राख्नु पुरा स्टाइल माला पूजा मिलेर सबै पहिलो समाते हुन्छ नि 1 घण्टा माला ठ्याक्क सबैले भन्दा नपाए हामीले या छ त एउटा माला सबैले मिलेर लाऊ एउटा चाहिँ माला या छ लिएर माला नाना टीका गरी हालेन जान्छ नाइ छ नि दिदी यसको त माला छ ए भाइ के यहाँ रहेछ के माला यहाँ छ त त्यही राखेर पूजा गर्ने के पूजा गरिसक्यो होला यो यो त मलाई गर्न पर्यो नि यो गरे मिला लाइदे सबैजनाले झ्याक्कले समातेर कान्छोको बल्ल बल्ल पाला आइरहेछ सालबाबुले पिर्लिक्क हेरिरहनु भएको कति बेला पाला आउँछ भने ल मालासँग सबैले माला समाउनु ल ह्यापी तिहार तिहार दिदीलाई छोड मलाई छोड्नु भइहाल्छ ल टाढा भएको होइन त्यही त टिका लगाइदिनु पर्यो दुईटा हुन्छ एउटा त्यहाँ माग्नु न आइपुग्ने हैन अब भइगयो त 1 घण्टा लाउँ त हो नि भयो एउटा हो राम्रो त्यहाँ सम्झनाको भाइ सुकी सब मार्ने भेट्केला त्यो नाच्यो उठाइदिन्छ हुन्छ के सबैले समाते हुन्छ माला यिनीहरूलाई टिका लगाइदिनु पाए जहिले बनाउँदा त त्यही भयो यता खै लाइदे समाते लाइदे समय दे न समय दे अब यता लाइदिनु पर्ने पहिला माला त दिदी बहिनीले त धेरै गुरुबा
माला हेरेर पैसा दिनु पर्ला त गुरुबा दक्षिणा चाहिँ माला हेरेर दिनु पर्ला त चाहिँ तीनटा मालाको 4000 भने कति रे डल्ला त डल्ला भान्जे यो दुईटा मोबाइल लगाएर यहाँ मलाई टिका लगाइदिनु खोइ बाबु मेरो छोरा यहाँ आउँछ यहाँ भिडियो गरिदिउ त मलाई आउँदैन नि यहाँ रेडी छ के मलाई आउँदैन के यस्तो गराउनु मात्रै यस्तो मात्र गर्न नि आउँदैन के नाटक गर्छ मैले भने यो मात्रै लाउने कि अझै त लाउने सबै ए सबै धर्के लानु पायो यहाँ 12 मिनेट भइसक्यो लाउने त्यता पट्टि